हेलो साथीहरू, नमस्कार सबैलाई। मेरो आजको खानामा कौसीबाट टिपेको अर्ग्यानिक तरकारी, भेन्टा, अलिकति देउसिमी फलेको। मैले यसमा कुनै बिसाइ दिने रासायनिक मल केही हालेको छैन। शुद्ध साग अर्ग्यानिक हो। आफ्नै तरकारीको फलफुलका बोक्राहरू कुहिने चिजहरू लगेर आफैले मल बनाउँछु, अर्ग्यानिक मल, अनि त्यही हाल्छु। यसो तल माथि गर्दा पनि आनन्द हुने मनलाई भनेर रोपेको। अनि मैले भेन्टा, घिउ र आलु एक थुक पकाएँ, घिरौँला बनाएँ, दाल भात तरकारी। मैले सिलौटोमा मसलाहरू पिसेको छु। यता मैले चिया बनाएँ, चिया बनाएर आफूले खाँदै। यो चाहिँ मेरो अब अघिल्लो दिनको हो खाना। बिहान उठेर नुहाइधुवाइ पूजापाठ गरेपछि मेरो खाना बनाउने, चिया खाएर खाना बनाउने रुटिन हुन्छ। त्यस पछाडि खानासाना खाइसके पछाडि थकै लाग्छ, 5-6 घन्टा उभिएको हुँदो रहेछ। अनि म आनन्दले यसै बस्छु होइन। त्यस्तै छ मेरो दिनचर्या। मेरो कौसीमा हेर्नुहोस् कस्तो राम्रो यो फुल होइन, फुल पनि। अनि मैले कौसीमाथि छतमा ओकभरे खुर्सानी लगाएको, टिपेको, सुकाएको छु। मेरो यो चाहिँ कौसीको फुलहरू हो। यस्तै छ, आँखालाई आनन्द दिन्छ नि त होइन। म त अर्ग्यानिक मान्छे, अनि प्रकृतिको एकदम मनपर्छ मलाई, कृत्रिमभन्दा प्राकृतिक चिजहरू। यता अकबरे खुर्सानी फलेको छ लटरम्म, यही टिपेर सुकाएको हो। यो भेन्टा यो अघिल्लो दिनको थियो, मैले देखाएको, त्यसपछि दिएको थिएँ। टमाटरहरू पनि अलिअलि छ होइन। अनि खुर्सानीहरू फल्दैछ। यता घिउकुमारी छ, घिउकुमारी पनि औषधि हुन्छ नि त। यता भिन्डी फलिरहेको छ। यो घिरौँला झिनौरीले खान्छ भनेर छोपेर राखेको, ठुलो भइसकेर आज मैले टिपेर राखेको छु। यो भिन्डीहरू पनि मैले सिपिन्छ भनेर टिपेर राखेको छु आज। यसरी मेरो मैले बोडी रोपेको के होला साथीहरू, कमिला। मैले अदुवा पनि रोपेको छु अलिकता, यस्तै कार्टुनमा। दसैँ ताका यसो खानुहुन्छ भनेर। अनि मैले पूजा गरेको, पूजा भाँडाहरू माझ्नलाई लाएँ। यो यस्तो खपल्टो खुपुल्टो भएको चाहिँ खालि फोहोर पस्दो रहेछ। मलाई नै हतार हुन्छ बिहान म सबै कुरा गर्नु, अनि त्यही भएर म धेरै पूजा भाँडा पनि लाउँदिनँ कि। अनि मेरो यहाँ ब्रह्मा विष्णु महेश्वर तिनटै हुनुहुन्छ। यो ब्रह्मा कमल